हेलो एभ्रिवान, गुड मर्निङ। आजको वेदर चाहिँ एकदमै राम्रो, तर पानी परिरहेको थियो। त्यसपछि म र मेरो काली साथी गयो कलेजको। त्यसपछि उसले चाहिँ नाकको भुत्ला देखाउँदै थियो। उसको नाकको भुत्ला हेरिकन यहाँ अलिकति पढे जस्तो गरेर हामी चाहिँ निस्क्यौँ बाहिर निस्किँदाखेरि थोरै हामीलाई ब्याङ्क जाने काम थियो। त्यसपछि म मेरो त्यहाँ 3टा साथी मिलेर जाँदैछु। यो साथी चाहिँ त्यति बोल्दैन, सोझो छ होइन। त्यसपछि हामी पुग्यौँ यो सुरुङ्गा बजार हुँदै घुम्दै केटी हेर्दै केटाहरूले हेर्दै थियो। त्यसपछि लक्ष्मी सनराइज ब्याङ्कमा पुग्यौँ। त्यहाँ कामसाम सकेर सोल्टिनीलाई भेटेर यहाँ माइदार आज चाहिँ यहाँ औँसीको दिन रहेको छ, असार 1 थियो। अनि यहाँ चाहिँ मान्छेहरूको घुइँचो थियो, भक्तजनहरूको। यस्तो घाम लाग्यो फेरि 10 बजीतिर 9। अनि त्यसपछि फेरि मैले ड्रेस लगाएर अफिस हिँडेको त पानी पो पर्नु थाल्यो। यहाँ हेर्न सक्नुहुन्छ पानी आइरहेछ तर देखिएको छैन। त्यसपछि म डाइरेक्ट अफिस पुगेँ। अफिस पुगेको त मेरो हालत भिजेर, बजारको हालत त झन् खराब रहेछ। त्यसपछि अर्को मन्डीतिर गएको त यहाँ अङ्कलले यसो गफ दिन थाल्यो, खैनी मर्दै। अनि यहाँ हेर न, यहाँ पानी आएर बिजोग बनाइदियो, आज बिक्री भट्टा छैन भन्न थाल्नुभयो। त्यसपछि यसो घुम्दै म फेरि अफिस आइपुगेको। यसो कामसाम गरेपछि त मलाई कस्तो भोक लाग्यो भने त्यसपछि मैले एउटा अन्डा मगाएँ। अन्डालाई टक्कसँग अचारसँग मुसमास पारेर खानु पर्यो भनेर मैले खानु थालेँ। खाइसकेपछि म घरतिर निस्केँ। आजको ब्लग यति नै। थ्याङ्क्स फर वाचिङ भिडियो।